हामीले नभनेको भए थोडा आउँथ्यो। अहिले केपी ओली र रमेश लेखकलाई थुनेका छन् होइन, 2-4 दिनपछि छुट्यो भने चाहिँ के हुन्छ, उपचार गर्नु मात्रै लगेको रहेछ भन्ने खालको भाष्य खडा हुँदैन। अनि पुरानै जस्तो हामीले काम गर्छौँ र पुरानै घटनाहरू पुनरावृत्ति भएर आउँछन् भने 15 दिन राख्ने, उपचार गराउने, छोडेर भन्ने भयो भने हामीले फेरि अर्कोचोटि भोट ल्याउँछौँ। सत्ता पक्षलाई हामीले सहयोगै गर्ने हो क्या, प्रश्न गर्दै पनि सहयोगै गर्ने हो त। अनि हामीले गरेको प्रश्नलाई चाहिँ जहिले अब धेरै बोल्यो यो बोल्यो भनेर भन्ने को हो भने क्या त्यो मान्छे चाहिँ सुदनजीले लगाउनु भनेको बालनजीले लगाउनु, उहाँलाई झन् 16 केजीको लगाइदिउँ। एक्सन भइसकेपछि हामी चाहिँ रियाक्सन र करेक्सन यसरी जान्छ क्या। यो फेरि मान्छेले यो पनि बुझ्दैन र मलाई खालि आलोचना गर्छ। अलिक भनिदिनु न, हामीले नबोलेको भए संसदको बैठक पनि आउँदैन थियो। त्यसले गर्दा त हामी भनेको त्यो इनपुट हो नि। अब खालि विरोध मात्रै देख्ने, हामीले प्रश्नै गरेनौँ, आलोचनै गरेनौँ भने सरकारले कामै गर्दैन। भोलि हेर्नु न, अपोजिसन छैन भने एक्सिडेन्ट हुन्छ बाबा, अपोजिसन छैन भने एक्सिडेन्ट हुन्छ क्या। बरु पैसा चाहिँ खाइदिने र झन् होइन धेरै ठाउँमा देखियो, तर भोट चाहिँ फेरि उता हालिदिने क्या। पुरानोहरू कमब्याक हुन्छ जस्तो चाहिँ मलाई त्यति लागेको छैन, किनभने अब नेपाली समाज होइन पनि गतिशील र अग्रगामी समाजै हो। जे कुरा छोडेर गएको छ त्यसलाई फर्केर लिएर टिपेर अगाडि बढेको इतिहास धेरै कम छ। हामी पनि नरहन सक्छौँ, उहाँहरू पनि नरहन सकेर फेरि अर्को तेस्रो पनि आउन सक्छ। यदि हामी बिग्रियौँ भने हामी पनि सम्माननीय नभए पनि हामी पनि माननीय हो होइन। त्यसले गर्दाखेरि सम्माननीयलाई हामी सम्मान गर्छौँ, माननीयलाई उहाँहरूले मान गर्नुपर्छ। अनि प्रतिपक्ष नबोल्ने हामी के गर्ने, चुपो लागेर सरकारले जे गर्छ होइन, जहाँ जहाँ बोलाउँछ त्यहाँ जाने, चिया खाउँ भन्छ चिया खाने, गीत गाउँ भन्छ गीत गाउने, नाचौँ है भन्छ नाचिदिने, यो गर्दै बस्ने हो त हामी होइन होला नि त। सरकारको समर्थन प्रश्न सहित समर्थन गर्छ। त्यतिखेर पनि सुन्नु न, उहाँलाई होइन मैले नेपाली जनताले बनाएको व्यवस्थाको सम्माननीय प्रधानमन्त्रीले नमस्ते गर्ने हो, बालन शाहलाई होइन। त्यही पदमा अर्को मान्छे पनि थियो आज खोरमा छ होइन। त्यो व्यक्ति त ठुलो भए त केपी ओली खोरमा हुन्थ्यो त अहिले। सरकार संसदप्रति जवाफदेही र संसद जनताप्रति जवाफदेही। संसदमा पनि होला होला भन्ने नै देखिन्छ। त्यो होला हुन्छ सदनमा, अब सङ्केत त त्यस्तै देखिन्छ त। बहुमत त उनीहरूको छ, राष्ट्रपालको 182 सिट कसले होला गर्न। यता सुन्नु न, सङ्ख्याले मात्रै गर्ने कुरा होइन नि, विचारले गर्ने होला नि त अल्लाह त होइन। हिन्दी मुभी नायक थियो नि, त्यो तरिकाले चल्दैन क्या सरकार। नायकको अनिल कपुर त्यस्तो तरिकाले चल्छ। अब यो एउटा निर्णय हेरौँ न शिक्षाको होइन, शिक्षा मन्त्रालय शिक्षा मन्त्री अब त्यो चाहिँ ब्रिजकोष हटाउने या बिचौलिया भयो के भयो भने अनि एक दिन नपुगिकन फेरि त्यो निर्णय फिर्ता लिने क्या। सम्पत्ति शुद्धिकरण चलाउँदैछ यो सरकारले। 350 भन्दा बढी त लिस्टमा छ। मेरो हुनुपर्छ, पहिला सरकारको हुनुपर्छ, प्रधानमन्त्री गृहमन्त्री लगायतको हुनु पर्यो। पश्चिम प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीको गोचर होइन। त्यसो गर्दाखेरि यति राम्रो हुन्छ। जेलले भ्याउला ठुलै जेल बनाउनु पर्दा तपाईँहरू हँसाउनुहुन्छ। जेलमा मान्छेलाई थुनिराख्ने होइन नि, सम्पत्ति शुद्धिकरण लगाएर। म त सरकारमा गएँ भने त जेलमा बस्ने मान्छे सबैले श्रमदान गर्नु लाग्छ। जेलमा हाल्ने त्यहाँ राखेर कहाँ भात दिँदै राख्ने हो। कैदीको चाहिँ नि जर्सी हुलेर गर्नुपर्छ नि त्यो। अनि कहाँ भात खुवाउँदै तपाईँको चाहिँ नि के अरे सरकारको पैसा होइन त्यतिकै फोकटमा उडाउनु पाइन्छ। भत्ता पनि दिनुपर्छ फेरि जेलमा बस्ने मान्छे। कैदीकै पहिरनमा कि नर्मल कैदीको पहिरनमा, कैदीको पहिरनमा पहिला फिल्मतिर देखिन्थ्यो नि, जाने हो नि त, श्रम गर्न जाने हो। श्रम यत्रो छ होइन, त्यो त्यो सबै कहाँ लाने हो त फेरि तपाईँले कुरै बुझ्नु। पीडित हुनुभयो त त्यत्रो वर्ष खोरमा बस्नुपर्ने अनेक परि भयो। जीवी राईलाई खोजेर लिएर उहाँको सभापतिमाथि लागेको सहकारी ठगीको जुन आरोप भनौँ या के भनौँ, अब उहाँ निर्दोष हो भने निर्दोष हो भनेर उहाँलाई सफाइदिनुपर्छ जीवी राईलाई लिएर। किनभने जीवी राईको टाउको उता त गएको छ नि त, घोडा चाहिँ परसम्म चढ्नु चाहिँ दिने, तर नथी लाएर अलिकति खतरा खालको स्टिलको रोपले त हातमै हुने क्या। के राज्य सुरु हुन्छ के राज्य हुँदैन भन्ने त हेर्न बाँकी छ। उहाँले के ल्याउनुहुन्छ, छिमेकीहरूसँग सम्बन्ध कस्तो हुन्छ, इन्टरनेसनल फोरममा हामीले आफूलाई कहाँ भ्याउँछौँ। फुकी पानी पनि खानुपर्ने हुन्छ, फुकी कदम राख्नुपर्ने हुन्छ। टेरिटोरी आफ्नो थाहा छैन, यकिन गर्न सकिँदैन भने त्यो देशै हो। त्यो बोलिरहेको बेलामा चाहिँ मान्छेले बुझ्दैन मैले भने भित्री कुरा के छ भन्ने। अनि अलि पछि गएर होइन उसले रियलाइज गर्दै जान्छ। जेल ब्रेक चाहिँ रवि लामिछानेले गर्यो भन्ने प्रतिवेदनमा रहेछ होइन। तर यो प्रतिशोध कि न्याय
मानिसु आजको दिनमा मूल ढोका बनाएको छ झ्यालबाट छिरेको छ। झ्यालबाट छिरेको छ तौलो भएर छलाङ हान्ने अनि ब्लङब्लङै पछाडिने खालको निर्णयहरू गर्नुहुन्छ त्यो प्रतिवेदन सरकारले सार्वजनिक गर्ने अनि त्यो सरकारले सार्वजनिक गरिसकेपछि सार्वभौम तपाईँको चाहिँ नि सांसद के अरे संसदका सदस्यहरू सबैलाई एउटा एउटा दिनु पर्दैन तर कमसेकम पनि हामी त्यहाँ छदल छौँ जस्तो लाग्छ मलाई ज्यान मार्ने धम्की दिने मेरो परिवार घर परिवारलाई घरमा आगो लगाउनु भन्ने खालको अभिव्यक्ति दिने मान्छेलाई पक्रिनु भनेर हिजो मैले साइबर संसद भनेको प्रतिपक्षको हुन्छ हामी त्यहाँ धेरै बोल्नुपर्छ हामी बोल्छौँ धेरै